हेलो गाइज, आज हामी वहाँदेखि त्यो बाटोदेखि यहाँसम्म पुगिसकेको छौँ। अब हामी रात पर्न लागिसकेको छ, 7 बजिसकेको छ। अझै त्यो डाँडा काट्न बाँकी छ, अँध्यारो हुनु भइसकेको छ, डर पनि लागिरहेको छ। तर हाम्रो मम्मी हुनुहुन्छ, मम्मी भनेको जिउँदो भगवान् हो, त्यही भएर डराउनु पर्ने कुरै छैन। जब आमा साथमा हुनुहुन्छ भने दुनियाँको कोही पनि ताकतले डराउन सक्दैन। त्यही भएर नडराउनुहोस्, आमा हुन्छ भने लक्की हुनुहुन्छ, अझै भाग्यमानी हो होइन। मम्मीसँग यो ठाडो उकालो सँगै यात्रा गर्नु पाउँदा रमाइलो लागिरहेको छ। आमा छोरा भारी बोकेर ठाडो उकालो लागिरहेको छौँ। ड्याडी हुँदाखेरि ठिकै हुन्थ्यो, ड्याडी हुँदाखेरि पनि हामी यही बाटो 4-5 वर्ष अगाडि हामी यसरी नै ठाडो उकालो लागिन्थ्यो। तर जस तल गाडी आउने बाटो चाहिँ आजभोलि अलि सुधार भएको रहेछ। गाडी आउने बाटो सुधार भए पनि यो ठाडो उकालो चाहिँ अहिलेसम्म मान्छेले नै सामान बोकेर ठाडो उकालो लाग्नुपर्ने स्थिति छ। हेर्न सक्नुहुन्छ हामीहरू यसरी ल्याएको छौँ। यो चाहिँ ठाडो उकालो, अझै उतो पछाडिको पहाड कट्नु छ। अब मात्र 1-1.5 घन्टा छ रात पर्नलाई। अहिले मेरो घडीमा हेर्न सक्नुहुन्छ साथीहरू 7:14 गएको छ। 7:14 बाटोमै गइसक्यो। बिना ढिलो गरेर हामी चाहिँ गन्तव्यतर्फ लाग्छौँ र हाम्रो स्पेसल कन्टेन्टको लागि हामी रेडी छौँ। हाम्रो सर्भाइभल मिसनलाई हामी साकार पार्नेछौँ। हामी आफ्नो सर्भाइभल च्यालेन्जमा जुनसुकै सिचुएसन आए पनि त्यसलाई सामना गरेर अगाडि बढ्नेछौँ। च्यालेन्जहरूलाई हामी हार मान्ने छैनौँ भनेर बिदा हुन चाहन्छु। ल, धन्यवाद।